किसिमको कम्पनी हुन्छ। सबभन्दा राम्रो जोइलेन र फेमब्लिच, जोइलेन ब्लिच र फेमब्लिच। तपाईँ त गर्मी हुन्छ आज तपाईँको मुड भएको नभएको त्यो अलग भएको, तपाईँलाई सन्चो छैन कि त केही टेन्सन छ, तपाईँ साह्रै देखेको छ, त्यो भएर मैले त्यही पनि हुन्छ। Olha, pinarelli. रिया एकदम सही तरिकाले बसे हा सबै रिया धै बस्नु त लाउने बेलामा एकपट्टिबाट दुईपट्टि लाउनु मिल्छ है, एकपट्टिबाट दुईपट्टि लाउनु मिल्छ। बसेको पोजिसन नै खिच्नु अनि पछि कन्फ्युज भयो भने हेर्नलाई हुन्छ। त्यही भयो। एकपट्टि बसेर दुईपट्टि पुरा फुल कपालमा लाउनु सक्छ है। चिउरापट्टि धेरै भएको क्रिमहरू, त्यो क्रिमहरू तानेर यतातिर लाउनु, त्यसरी तान्नु चिउराको पुरै धेरै एकै ठाउँमा धेरै लाउने होइन है। आँखा बचाउने, परेला बचाउने। परेलामा लाइन बनाउनु त परेलाको छेउमा सर्ट तान्नु हो, त्यसरी परेलाको लाइन तान्नु है। दुईटा फिङ्गरले गर्दा नि इजी हुन्छ। मुछेमा पनि लाउनु, जुङ्गामा जुङ्गामा साह्रो अलिसाले लगाइदियो नि हेर्दा हेर्दै परेलामा पर्पल गरेको होइन, पिम्पल्स भएकोहरूलाई झन् धेरै पोल्छ। पिम्पल्स भएकोहरूलाई सकभर यो तपाईँको नगर्नु भनेर भन्नु। यहाँ धेरै खोप्यो क्रिम, यो क्रिमलाई सबै तान्नु, क्रिम एकै ठाउँमा धेरै खोप्नु हुँदैन। यहाँतिर छुटेको
बचेको क्रिमहरू घाँटीले त्यो दल्दिनु बचेको क्रिम घाँटीले ऊ यस्तोमा चाहिँ अलिक डढे यस्तोमा चाहिँ अलिक बढी लाउँदा हुन्छ हो त्यहाँ है डढेको भागमा हजुर रौँ खैरो बनाउने हो कि यसले ए उब्रेकोहरू घाँटीमा दल्दिनु है गोरो हुन्छ नि यो गोल्ड वाला हो फेरि राम्रो कम्पनीको हो साइन पनि आउँछ